ढोकिया सुदूरपश्चिम निकाछौ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई एकमुष्ट रूपमा जय घण्टी। आज मलाई धेरै चीज भन्न मनै छैन। किन भन्न मन छैन भने यहाँ उपस्थित सबैजनाको आँखामा, यहाँ उपस्थित सबैजनाको मनमा एउटा भावना निस्किएको छ। त्यो भावना छताछुल्ल गरी देखिएको छ। मतपत्रमा छाप लगाउने त 21 गते हो, तर मनपत्रमा छाप लागिसकेको छ। मैले भन्नुपर्ने कुराहरू धेरै छैनन्, थोरै छन्। त्यसकारणले थोरै कुराहरूलाई म निरन्तर भन्दै आइरहेको छु, हरेक चोक चौतारोमा भन्दै आएको छु। तिनै कुराहरूलाई अगाडि बढाउँछु। जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। सटर त एउटा बन्द हुनुपर्छ। कि हाम्रो सटर बन्द गराइदिनुहोस् कि यिनको सटर बन्द गराउनुहोस्। सटर बन्द हुन्छ। कुशासनको सटर बन्द गर्ने हो, बेथितीको सटर बन्द गर्ने हो, बेरोजगारी अशिक्षा सबै सटर बन्द गर्ने हो। एकै पटक 21 गते इतिहास लेख्ने हो, भोट हाल्ने होइन। यहाँ भूमिहीनका समस्याहरू आएका छन्। कयौं साथीहरूको समस्यालाई लिएर मानिसहरूले पार्टीको एजेन्डा बनाएर वर्षौंसम्म त्यो एजेन्डालाई पर्मानेन्ट बनाएर राखेका छन्। सधैँ त्यही एजेन्डा राख्ने, त्यसलाई भोट बैंक बनाउने। रासोपाले के गर्छ म तपाईलाई बताउँछु। रासोपाले के गर्छ? रासोपाले राजनीतिक विकृति र विसङ्गति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा बल्याङ्ग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ। पाइँदैन। जनताको माग हो, त्यसलाई पूरा गर्ने हो। त्यसकारणले हामीले 5 वर्षको स्थायी सरकार यसपटक मागेका छौं। पहिलो पटक नेपालको इतिहासमा कुनै राजनीतिक दलले जनतासँग कन्ट्र्याक्ट गरेको छ। जनताले भोट दिने, जनतालाई नेताले बाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने। अब यस्तो चल्दैन। अब यस्तो चल्दैन। बाचा जसले गरेको हो पूरा नगर्ने हुने सजाय त्यसैले पाउने हो, जनताले सजाय पाउने होइन। यसको लागि 5 वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौं। आज मलाई धेरै लामो केही पनि भन्नु छैन। म तमाम विशेष गरेर भारतमा काम गरिरहनुभएका सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूलाई यहीँबाट प्रणाम गर्न चाहन्छु, सम्झना सुनाउन चाहन्छु। तपाईहरुलाई धेरै धेरै नमस्कार र सम्झना छ। मलाई थाहा छ परदेशको भूमिमा सजिलो छैन। कामको चापाचाप छ, परिवार पाल्ने बाध्यताले जानु परेको छ। तर पनि छुट्टी मिलाएरै